हेलो गाइस, आज चाहिँ म माथि बारीतिर जाँदैछु। मेरो बुढा जानुभएको छ, के गर्नु हुने रहेछ। म चाहिँ जान्छु है त। यतातिर चाहिँ यस्तो छ, पुरै घाम लागिरहेको छ। चप्पल चाहिँ यहाँनिर छराउनु भएको छ। मान्छे त्यहाँ हुनुहुन्छ, के गर्नु। हाम्रो बन्दा चाहिँ यतिको भएको छ। हेलो सरजी, के गर्न लाग्नु भएको यस्तो? के को औषधि हो र यस्तो? किन र किरा लागेको छ र? कस्तो खालको किरा लागेको छ? हजुर, के गर्छ त त्यसले? हो र? यो छरेन भने के हुन्छ त? सबै खाइसकिदिन्छ त? खै कसरी छर्ने हो? यस्तो पो रहेछ त। हाम्रो बन्दा चाहिँ यतिको भएको छ साथीहरू। यतातिर चाहिँ यो चाहिँ मरेको छ। के भएर मरेको खै? किराले खाएको हो कि के हो? यतातिर चाहिँ यो घामले गर्दाको यति ठुलो भइसकेको छ साथीहरू। हाम्रो बन्दा हेर्नुहोस्, वाउ, यति दामी भइसकेको छ। यस्तो छ खाइछ। यो चाहिँ अस्तिर गोडेको हो, अहिले चाहिँ यतिको भएको छ। म चाहिँ यता आइसकेँ साथीहरू। मेरो बुढा चाहिँ पारि हुनुहुन्छ। त्यहाँनिर छर्दै हुनुहुन्छ। म चाहिँ अब भोलि बिहान खलङ्गा जानुपर्छ साथीहरू। खलङ्गा जानको लागि धनियाँ काट्नुपर्छ। अहिले चाहिँ म धनियाँ काट्न लगाएको छु साथीहरू। धनियाँको बुट्टा चाहिँ यतिको भएको छ, हेर्नुहोस्। यो भरि पुरै धनियाँ हो। ओके, बाई बाई गाइज।